अब हामी चाहिँ ट्याक्क गाउँ चल्दिनु लाग्यो भाइ अनि म अनि एकजना भाइ हाम्रो विशाल भाइलाई छोडिदियो अनि अहिले चाहिँ म ठ्याक्क यहाँ इभीको चार्जिङ स्टेसनमा छु ट्याक्क अब हामी भोट हाल्न गाउँतिर जानेछौँ हेलो नमस्ते एभ्रिवान सो सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ वे टु अर्घाखाँची बुटोल टु अर्घाखाँची अब यसो फुर्सद मिलाएर ट्याक्क निस्किनु लाग्यो यस्तै छ गर हालत अब देखिसक्नु भयो होइन के छ भाइ आज भोट फर घन्टी ल सबजना घन्टीमा भोट हाल्नु सो हामी पनि त्यही घन्टीमा भोट हाल्न भनेर निस्किनु लाग्यो अब हेर म गएपछि फेरि अब परिवर्तन हुन नि पाइयो भन्ने के हुन्छ थाहै छैन केटा यार अब कसलाई हाल्ने भन्ने होइन र अब मुखले एउटा भन्ने व्यवहारमा अर्को देखाउने होइन जे हो त्यही हो रियालिटी होइन यहाँदेखि निस्किन्छ अब भाइहरूसँग भेटाउँछु एकछिनमा म भाइहरूलाई चौपारी छ उहाँ हामीजना अब हुन्छ मलाई मस्तै 10-12जना केटाहरू भाइले त्यही भनिरह अब कति हुन्छ नि लेट्सी देखाउँछु म अब ठ्याक्क म चाहिँ माथि जान्छु एउटा सामान किन्नु छ त्यो देखाउँछु है त कन्टिन्यू ब्लग हेरौँ होइन सो हामी चाहिँ यहाँ साइकल किन्न आएको छोरीको लागि यहाँ भाइले चेक गर्दैछन् बैलै छ होला होइन त्यही हामी पैसा खान्छ लाउनु लगाइज हामी अहिले चाहिँ ट्याक्क मैना बगरदेखि ट्याक्क यो साइकल हाल्ने जान्थ्यौँ साइकल राख्यो अनि यहाँदेखि भाइ अनि म निस्किन्छौँ अनि त्यहाँ हामी बेलबास पुग्छौँ बेलबास भाइहरू आउँछ अरे त्यहीँ अब त्यसपछि त्यहीँ कुरेर त्यसपछि हेरौँ अब भ्लगमा देखिहाल्नु छ म देखाउँछु त्यही ल भाइ सेफ राइट ल गाइज हामी अब ट्याक्क जुस खाएर यहाँ निस्किन्छौँ अहिले चाहिँ ठ्याक्कै झोलुङ्गे पुल चोकमा जुस खाँदै भाइहरूलाई कुरिराखौँ लेट्स सी हेरौँ के कस्तो हुन्छ यस्तो गर्मी छ बुटोलमा चाहिँ गर्मी सुरु भइसक्यो अब गाउँतिर त चिसो नै छ होला होइन जाडो छ ल भाइहरू आयो ए ल भिडियो बनाएको के छ भ्लगमा स्वागत छ हो क्या हामी यति हो अझै एकचोटि ल हामी अब निस्किन लाग्यो के छ ल अनि अझै एकजना भाइ आउँदैछन् अनि त्यहाँ केटाहरूसँग भेट यहाँबाट निस्किन्छौँ गाइज होइन बाटोमा के हुन्छ कस्तो हुन्छ लास्ट स्टेप दोस्तै धुलो छ हेरौँ लेट्सी निस्केको ल ल गाइज फाइनली हामी चाहिँ यहाँ सालजन्डी आउनु थाल्यो ठ्याक्कै नजिकै सालजन्डी यता एज यु क्यान सी बाटो चाहिँ धोस्तै धुलो चिप्लो हेर्नु त यस्तो हिलो छ यार पानी हालेर बिजोग बनाइदियो यार बाटो भिडभाड पनि क्रेज पनि छ है अर्घाखाँची जाने क्रेज धेरै छ यार गाइस आज बिकज अब भोट हाल्न सबैजना गाउँ जानुहुन्छ अब हामी पनि जाँदैछौँ भोट हाल्नकै लागि भनेर त्यही हो इलेक्सन इज भेरी पावरफुल होइन इलेक्सनले गर्दा नै हो हामी पनि जानु लाग्यो सो सबैजना जानु थाल्नु भएको भाइले राइड हानिरहन् कन्टिन्यू भाइले हानिरहन् लगाइज अब उतातिर हेर्दै गर्नु न हेर्दै गर्नु लगाइज हामी फाइनली धुलो मैलो भुँदै होइन बनगाईदेखि छिरेर ट्याक्क हामी चाहिँ भलगाई हो कि के भन्ने ठाउँमा आइयो भलबाई हो कि के भन्छ यहाँ एक्ज्याक्टली थाहा छैन उहाँ आमाले भन्दै हुन्थ्यो सिमलाबाट के भन्नुहुन्छ सो हामी चाहिँ यहाँ भाइ छन् अहिले चाहिँ मैले राइड हानिराखेको ट्याक्क लास्ट धुलो है हालत त यस्तो गाह्रो छ म नि लास्ट धुलो भएको भाइ पनि धुलो ए हालत यस्तो देख्न सक्नुहुन्छ अहिले चाहिँ कति बज्यो 3 बज्यो होइन बाटोले गर्दाखेरि लाइक हुन्छ नि त अलि कुदाउन पनि मिलेन के बजे छैन 1:48 भयो हामी हिँडेको चाहिँ समथिङ 12 बजे भनेपछि 2 घन्टा लाग्दो रहेछ है अझै हामी गोरुसिङ अब 10-15 मिनटमा माथि निस्किन्छौँ त्यही गाइस त्यसपछि आनन्द हुन्छ अलि उता पनि अलि रिक्सी बाटो छ लगाइज हामी यहाँदेखि जान्छौँ होइन के हुन्छ कसो हुन्छ सो सबै त कभर नगरौँला जे होस् एटलिस्ट भ्लग चाहिँ बनाइन्छ नास्ता खानु पर्ला बाटोमा गएर ल गाइज खुसीको खबर के हो भन्दाखेरि म चाहिँ पहिला आउँदा यो बाटो पिच थिएन होइन अहिले चाहिँ पिच गर्दैछ अनि यता चाहिँ ठ्याक्कै आदि यहाँसम्म पिच गर्दैछ के अनि यहाँदेखि यता सब पिच गर्दै यस्तो मजा आयो आउन होइन सो हजुरहरू पनि बुटोल टु अर्घाखाँची जाँदै हुनुहुन्छ नि बेस्ट अप्सन फर सबैजनालाई यो हुनसक्छ बनगाईदेखि भित्र छिर्नुपर्ने हुन्छ यसो कसैलाई सोध्यो भने भनिदिनुहुन्छ अनि यो बाटो चाहिँ अति नै राम्रो भएको क्या अहिले पुरै पिच भएको यो जङ्गलमा पुरै अफ रोड थियो लाइक यत्रो ठुल्ठुलो ढुङ्गाहरू यो साइडमा देख्नु भएको नि यस्तो ढुङ्गाहरू थियो अहिले चाहिँ सब छ्याक्क गराइदियो होइन बाटो होइन भाइ
बाटो त बवाल छ। अब यहाँदेखि चाहिँ थोरै अफरोड छ अनि माथि पनि त्यो उकालोमा नि अलि ठुल्ठुला ढुङ्गा जम्पिङहरू हुन्छ। अलि त्यो नयाँ भर्खर सिक्नु भएको त्यो खासै नलेज छैन बाटोको बारेमा अफरोडिङको बारेमा नलेज छैन भने चाहिँ नआउनु होला। त्यो डाइरेक्टली भनिदिन्छु, फेरि नराम्रो नसोच्नु होला। त्यही नै हो, किनभने त्यहाँ लड्डियो भने बाइक त बाइक ध्वस्त हुन्छ, मान्छे पनि लास्टै ध्वस्त भइन सक्छ। त्यही भएर सो बी केयरफुल गाइज होइन। सो राम्रोसँग चलाउनु होला। त्यही हो, उतादेखि बाइक आउँदै च्याट्ट पारेर यस्तो दामी छ। यहाँ चाहिँ पुरै गेग्रेटै थियो, अहिले चाहिँ यस्तो मिठो भएछ कि दामी बाटो। तर अघि स्कुटर पनि यस्तो मजाले कुदाउनु मिल्छ। अनि लाइक चाहिँ अवली 70हरूले गर्दाखेरि बाटो चाहिँ त्यस्तो क्लियरली देखियो होइन। अनि जे उता पनि त्यस्तो ग्राभिल टाइपमै बनाएछ। अब उता पनि ढुङ्गाहरू थियो। ल धेरै बोलिन केटाहरू, ल त्यही हो, माया गर, देखाऊ भिडियोहरू हेर, सब्सक्राइब गर, त्यही होइन। के भन्नु छ अरू? ल छिटो सब्सक्राइब गर्नु पर्यो कि। ल गाइज हामी चाहिँ ट्याक्क चाक्ला भन्दा यसो तलतिर आइयो। यहाँ चाहिँ के भन्छ ठ्याक्कै थाहा छैन यो घुम्टीमा। अनि यहाँ हेर न यस्तो मजाको हावा छ होइन, हावा चलिरहेको यस्तो मजा आयो। रिफ्रेसिङ लाइक बुटलमा होइन, अति धेरै गर्मी बढ्न लागिसक्यो नि त, गर्मी भइरहेको थियो। यहाँ आएको त यस्तो चिज भाइब्स होइन, हावा यस्तो मिठो चिसो हावा, अति नै मजा आयो होइन। सो हामी दुईजनाले भाइले र अहिले मैले पालो गरेर चलाइरहौँ। सो त्यही हो, अब गाउँतिर गइन्छ के कस्तो माहौल छ, चुनावको माहौल अति नै धेरै बढिरह। त्यसकै लागि भनेर पनि गाउँतिर सबजना केटाहरू गइसके अनि म पनि अब त्यसकै लागि भनेर हिँडिरहेको भाइ अनि म। त्यही हो, भाइको घर चाहिँ अर्घाखाँची सन्धि खर्क भयो, मेरो चाहिँ अलि सन्धि खर्क भन्दा उता टिलापोखरा भन्ने ठाउँ थाहा नै छ केटाहरूलाई कतिजनालाई। त्यही हो, अब हामी नास्ता खान्छौँ एकछिनमा। यहाँ यसो हावासावा खाइयो, चिल यस्तो मजा आयो नि। अब गाउँमै आयो जस्तो फिल भयो होइन। अल्ल बल्ल अर्घाखाँचीको भाइब्स आहा केटा, मजा हुन्छ। अनि ल हामी निस्किन्छौँ। यही हो के गाइज, हामी अब नास्ता खान आएको। यहाँ के पाक्दैछ, यहाँ पाक्दैछ, के पाक्दैछ, यहाँ छोले हो। यहाँ छोले नै, यसलाई छोले भन्दैन, झोल तरकारी भन्छ। यहाँ दुध रहेछ, चाउमिन छ, के खाने हो। यहाँ सब पकौडा, अन्डा सन्डा सब छ। अन्डा सन्डा यहाँ भाइ बाहिर वेटिङमा खान। ट्याक्क हामी चाहिँ अहिले ठ्याक्कै चाक्ला भन्ज्याङमा खा। यहाँ दाइले भाँडा माजिराख्नु भएको, यहाँ भाइ ठिक छ नि। यहाँ मेरो बाइक यहाँ छ। अनि गाइज अब नास्ता खाइन्छ अनि त्यसपछि यहाँ निस्किने हो। आँखामा के पऱ्यो यार, चस्मा नलाइकन आएको। ठ्याक्कै म चाक्ला छु है, यु क्यान सी, देख्न सक्नुहुन्छ अरे यो ठाउँमा। ल केटा, हामी खाजासाजा खाएर हामी यहाँ आइसक्यो। यो के भन्छ थाहा छैन एक्चुअली, ठाडा तल के भन्छ यहाँ। ल हामी चाहिँ अब यहाँ निस्किन लाग्यो फेरि। अनि थोरै बिचबिचमा त्यस्तो राम्रो क्लिपहरू हाल्न पाइयो होइन। त्यही हो, बिचबिचमा बनाइरहौँ होइन। लगाइ अनि भ्लग गरेको यार केही बुझेन होइन। त्यही भएर फेरि भ्लग गर्न लागेको थियो। अनि सोलोमोमा गइदिएछ क्या। अनि त्यही हो, जतिजनाले चिन्नु भएको सो सबैजनालाई थ्याङ्क यू सो मच होइन। जतिजनाले माया गर्नुभएको, यो चाहिँ हल्का ल सुब्बा देउराली फाइनली गाइज। तर यहाँ त कस्तो अप्ठ्यारो भएछ है अहिले। त्यही भन्न छ, मजा आयो। करेन्ट दुलिरहेको, धुलो खाइयो, त्यही हो। अरू केही भन्न छ? देश भयो बालेन आएर अब रमाइलो गर्न लाग्यो सर। धेरै धुलो भइरहेछ, के गर्नु यार। यस्तो छ टिकटक। ल गाइस, सुब्बा देउराली आइयो के रे, यस्तो छ है, दामी देखिन्छ यार। ल फाइनली सुब्बा देउराली, जय सुब्बा देउराली। सो सबैको रक्षा गर्नु होला। अनि मेरो पनि सुब्बा देउराली माताले सबैको रक्षा गर्नु होला, सबैलाई कल्याण गर्नु होला। अब त्यही हो, सो मायाको पुरा हुन्छ, विस माग्नु होला। ट्याक्क कोही आउन नपाएको यता ट्याक्क माथि अब ट्याक्क लगाइज हामी यहाँदेखि निस्किन्छौँ। अब त्यसपछि टु बी कन्टिन्यू भ्लग अझै सकिया छैन। टु बी कन्टिन्यू भ्लग अझै सकिया छैन। त्यसपछि सुब्बा देउराली यहाँ गएपछि ट्याक्क घुम्टीपछि ट्याक्क सक्यो। ल केटाहरू फाइनली
घन्टीमा यो यार यस्तो 150 बाइक नि यार कुदाएको कुदा यार कहिले कहाँ सुताउन छ कहिले कहाँ सुताउन छ धेरै भएको यो त ओभरै भयो यार हुन्छ त्यही हो मैले बल्ल छोरो मेरो भाइको इच्छा पुरा गरिदिन्छु ल भाइ घर आएर म त्यस्तो मलाई फेरि भर लाग्दैन पो 150 कसरी हो ए नानी यो फुल कसरी हो यो फुल कसरी हो हजुर 50 धेरै भएन फेरि अर्को रिभ्यू गर्नु 50 हो 50 त छैन यार के गरौँ यार फुल त मन पर्यो होइन 50 को फुल अरे यार लिगम कि नलिगम भन्ने भयो यार के गरौँ के गरौँ यार योर चोइस फेरि आउँदा लिगमलाई लु बरु यसो गरौँ न म 50 को फुल यो लेख्दिनँ बहिनीलाई बरु म 10 रुपियाँ दिन्छु खुल्ला मसँग कति छ खुल्ला त छ म नि काम गरेर खाने मान्छे हो अब त्यस्तो धेरै त सकिन्न लौ यो फुल चाहिँ लेख्दिनँ 10 रुपियाँ चाहिँ मेरो तर्फबाट है ह्याप्पी हो ल यो फुल पनि तिमीलाई ल गाइस त्यही हो भ्लग हेर्नु कस्तो लाग्छ त्यही हो अलिअलि अनि भाइलाई डर लाग्यो अरे बिस्तारै कुदाउनु पऱ्यो अरे अब बिस्तारै जाने हो ठ्याक्क हामी घुम्टीमा छ मैले यहाँ बहिनीले फुल लिन बेच्न लागिरहेछन् सबै लाएर किनिदिनु होला यो मेरो भिडियो हेरेर आउनु हुनेलाई बहिनीले 40 नै दिन्छ है 40 मा दिने है हस् भन्दै थ्याङ्क यू बाई भन्दै बाई ल जाउँ अलि सुस्त हिँड्ने नि भन्थ्यो नि यार डर लाग्छ हो यहाँ बिहा गर्ने हो